हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल। आज पनि फेरि आइसकेको छौँ न्यू भिडियो एन्ड मुकबाङ लिएर गाइज। आजको भिडियो चाहिँ कस्तो हुन्छ राम्रो लाग्यो लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। तपाईहरु चाहिँ हाम्रो भिडियोमा चाहिँ न्यू नयाँ हुन्छ भने हाम्रो भिडियोलाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नु होला। आजको फुडमा चाहिँ के छ त्यही पनि बहिनीले भनिदिइहाल्छिन्। हामीसित छ आज धेरै मोमो छ 50 मोमो अनि किमा अनि अचार अनि पानी। हाम्रो चाहिँ यो भेज र चिकन मिक्स हो यो मोमो चाहिँ। अनि यो चाहिँ उ पिठोको के रे गाउँको हो यो चाहिँ। मैदाको चाहिँ हैन, यो हामीले चाहिँ सबै हेल्दी नै बनाएको छौँ। हेल्दी नै भन्दैन हाम्रो भिडियोमा प्राय जस्तो अनहेल्दी आउँदैन। गाइस अब चाहिँ ढिला नगरिकन खाने स्टार्ट गर्छौँ। आज यो चाहिँ आधा राति भइसकेको छ 11:30 त ढिलो भइसकेको छ। हाम्रो डिनरै हो। स्टार्ट गर्छौँ गाइस। ल Cheers. मिठो है। अब म चाहिँ किमा ट्राई गर्छु। मिठो भयो। एकदम टेस्टी छ मोमो चाहिँ। अनि आज चाहिँ हाम्रो यत्रो मोमो हामी चाहिँ कम्पेयर गर्न सक्छौँ कि सक्दैन त्यो पनि हेरिदिनु होला। मोमो एकदम गाह्रो छ गाइस। त्यो चिकनको चाहिँ मिठो भएको छैन। किमासँग अचार चाहिँ एकदम टेस्टी भएको छ। किमा अचार मैले बनाएको यो चाहिँ बहिनीले बनाएको, यो चाहिँ मैले बनाएको। आज पनि हाम्रो सबै कुरा चाहिँ हाम्रो दिदीहरूले बनाउनु भएको। चटनी एकदम टेस्टी छ। त्यसमा चाहिँ किमा बहुत धेरै छ।
गाउँको हो नि अलिक पचास त हुन्छ के मलाई अलि हेल्थ पनि हुन्छ यसले चाहिँ हेल्दी हामीले चाहिँ भेज र चिकन चाहिँ हामीले पहिलोपटक ट्राई हानेको सोयाबिन मिक्स प्लस चिकन क्याबेज एकदम स्पाइसी भयो गाइस अघिसम्म चाहिँ एकदमै जुसी चाहिँ सुकेछ अहिले अब चाहिँ हाम्रो एक्जाम पनि भ्यानला अनि हाम्रो चाहिँ फाइनल इयरमा चाहिँ हामी चाहिँ गाउँ जान्छौँ अनि हाम्रो चाहिँ भिडियोहरू ढिला हुनसक्छ है हाम्रो अलिक भिडियो ढिला हुनसक्छ हाल्न त हाल्छ मलाई त्यही पनि अलिक टाइम टेबल अलिक मिल्दैन गाउँमा वाइफाई हुन्न अब कोही बेला बत्ती हुन्न हामी चाहिँ अहिले फुल भइसक्यो गाइस 3 4 5 6 it's not for 23 वटा लाग्यो हामी 25 वटामा पनि भ्याइसक्यौँ है 25 वटामा पनि बिहान भयो गाइस मेरो चाहिँ भेट्दै आइसक्यो त्यो ठुल्ठुलो दाइ दिदीहरूले खानु त कसरी खानु गाइस अनि यो सरी फुल भएको त्यो सक्नुपर्ने हुन्छ अदर छ अदर हल्दी त्यस्ता
चाहिँ ममा थप्नु मन थियो यही पनि सकिन्न का एकदम स्पाइसी गाइज यता माथि कभर चाहिँ नखाने कि बाख्रो पऱ्यो मलाई राइट अझै छ गाइज Pero guys, सक्छ यति लाग्नु कति लाग्छ टेस्टी बनाइदियो के गर्ने तिमीको काम दिने दादा ओभर गयो गाइज हामी चाहिँ यहाँ डायरी दियो नि त त्यसलाई दिएको हामीले चाहिँ ओभर भएकै गाइज 1 2 3 4 5 6 7 8 9 अझै 9 वटा बाँकी चोट लागेको छ कि मलाई दुख्यो सकिन्छ कि नै लास्ट एक चान्स सकिन भने के हुन्छ र खानु सक्दैन अब हाम्रो चाहिँ अहिलेसम्मको इन्कम्प्लिट मुकबाङ भनेकै एमा रह्यो यो किमा अरूमा चाहिँ हामीले सबमा कम्प्लिट गर्थ्यौँ मेमा चाहिँ ओभर भयो किनकि एमा ऊ पनि हुन्छ नि त यो भित्र बाहिर के यसको के अरे गाउँको बन्छ त्यही भएर अलिक गाह्रो भयो गाइज फुल भयो म सक्दैन त्यो अपोज भयो हामीले सब यही भिडियोमा हामीले कम्प्लिट नगरेको चाहिँ हामीले न त अरू भिडियोमा चाहिँ हामीले सबै पाउँछौँ है प्रयास गर्छौँ हामी यो भिडियोमा अलिकति त्यो चाहिँ अब उखेर च्यालेन्ज 1 2 3 4 5 6 7 8 9 यो खाऊ एउटा ओभर भा एकछिन
चारवटा खाऊ न प्लिज। एकचोटि बिहान के यो चाहिँ हाम्रो अब च्यालेन्ज हो त। हाम्रो दिदीले चाहिँ गाइड गरेर भ्याउ कि भ्याउ भन्नुभयो। ल मैले अचार हालिदिन्छु है। एउटा 1 घन्टा एकदम ओभर भएको गाइस। एउटा अब नै पकाउँदा पकाउँदा हामीले खाथ्यौँ। तुरन्त एउटा खाऊ। के गर्ने भने यो के यो यो के गर्नु भनेपछि कसले छिटो मुखबाट नि मिल्छ है त। गरेर यस्तो देखाऊ मेरो मुखमा केही छैन भने देखाऊ। 3 2 1 मैले जित गाइस। स्पाइसी ल अर्को हेर तिमीले गर्दा नि हामी जिब्रो रम गरेर गाइस। त्यसमाथि स्पाइसी हो यो। अब हाम्रो धेरै छैन, जम्मा 6वटा मात्रै। 3 पिस भाइ। अब गर्ने गाइस अब आजको भिडियो चाहिँ यतिकै नै। डोन्ट फर्गेट लाइक एन्ड फाइनल गाइस हामीले चाहिँ त्यो टिटिनलाई चाहिँ कम्प्लिट गर्न भन्दा पनि हामीलाई ओभर भयो क्या, धेरै स्पाइसी पनि भयो। त्यसको लागि चाहिँ हामी सरी भन्न चाहन्छौँ। यति नै। अब आजको भिडियो चाहिँ एकदम रमाइलो भयो। रमाइलो साथसाथै गेम पनि भयो, रमाइलो र ओभर पनि भयो। अब नेक्स्ट भिडियोमा भेटौँ ल। डोन्ट फर्गेट to like, share and subscribe. See you another next mukbang. Bye bye.